अघिल्लो पटक ट्रङ्क लाइन र डेडिकेट लाइनको चाहिँ नै तिर्नुपर्छ महसुल भनेर हामीले निर्णय गर्दाखेरि तपाईँले बैठक रोकेर तपाईँ भाग्नु भएको छ। त्यसो भएको हुनाले यो ट्रङ्क लाइन डेडिकेट लाइनको पनि निर्णय आज हुनुपर्छ। राज्यको सम्पत्ति दोहन गर्ने, भोलि गएर चट्याङ आयो ट्रान्समिसन लाइनहरू उडेर गयो भने कसले ल्याउने? हजारवटा ट्रान्समिसन लाइन किन्न पर्यो भने राज्यसित कहाँबाट पैसा हुने, स्रोत कहाँबाट हुने? त्यसो भएको हुनाले यो विषयमा गम्भीर हुनको लागि पनि म आग्रह गर्न चाहन्छु। र अर्को कुरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्हाइट बडी मात्र होइन, त्यस्ता 10 व्हाइट बडी बराबरको भ्रष्टाचार त्यहाँ भएको छ। सभापतिज्यू, तपाईँ चाहिँ हतार गर्दै हुनुहुन्छ, 1 हप्ताभित्र प्रतिवेदन ल्याऊ, अगाडि बढाऊ भन्दै हुनुहुन्छ तपाईँ। त्यसो भएको हुनाले म स्वयं पनि धेरै पटक मैले यहाँ विज्ञहरूलाई भेट्दाखेरि उहाँहरूले मलाई भन्नुभएको छ पोखराको हाइट, रनवेको हाइट 20 फिट माथि हुनु पर्थ्यो, तर त्यहाँको आयोजना प्रमुखले लटरपटर गरेर त्यो त्यही चाहिँ रनवे तल नै बनाएको, त्यसले गर्दाखेरि ल्यान्डिङमा प्रब्लम भएको छ। आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्दाखेरि तपाईँको आधा प्यासेन्जर उतारेर लग्नुपर्छ, फ्युल हाफ गर्नुपर्छ। त्यसो भएको हुनाले अहिले यहाँ मैले मिडियामा देखिराखेको छु पोखरामा चाहिँ चार्टर फ्लाइट सुरु भयो भनेर। चार्टर फ्लाइटले पुग्छ? सर्वसाधारण जनताले त सामान्य टिकट काटेर उड्न पाउनु पर्यो। त्यसो भएको हुनाले यो एकदमै गम्भीर विषय छ। ट्रङ्क लाइन, डेडिकेट लाइन, अन्तर्राष्ट्रिय विमानस्थल पोखरा, अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध, यो तीनटालाई गम्भीरतापूर्वक लिएर अब जुन यो उपसमिति गठन भएको छ, जहाँ पुग्नुपर्ने उपसमिति त्यहाँ पुगेको छैन, त्यो पनि म आग्रह गर्न चाहन्छु। त्यसो भएको हुनाले तथ्य सत्य आधारमा जसले गल्ती गरेको छ नाम किटान गरेर कारबाहीको लागि म माग गर्न चाहन्छु। लेखा समिति के को लागि हो? यो पनि एउटा मिनी पार्लियामेन्ट्री हो। यसले देशमा भएका चाहिँ राज्यको सम्पत्ति दुरुपयोग हुँदाखेरि यसले आवाज उठाउनु पर्ने यो समिति हो। हिजो हामीले व्हाइट बडीको छानबिन गऱ्यौँ, वैज्ञानिक वनको हामीले छानबिन गऱ्यौँ, ट्रङ्क लाइन डेडिकेट लाइनको हामीले छानबिन गऱ्यौँ, तर कतिपय निष्कर्षमा पनि हामीले पुर्याएका छौँ। यो मेरो दलको, यो मसित चिन्जानु भएको यो आधारमा चाहिँ हुँदैन। सभापतिज्यू, तपाईँ लगायत हामी सबैले यसमा सचेत हुन जरुरी छ। त्यो लेखा समितिमा पार्टी त हुँदैन नि, सरकार हुँदैन, यहाँ संसद मात्र हुन्छ, जनताको प्रतिनिधि मात्र हुन्छ। त्यस कारणले म आफूलाई लज्जा बोध गर्छु कि 2टा समितिमा, उपसमितिमा म गएको थिएँ। एउटा हुलाकीमा गएको थिएँ, एउटा अप्ठ्यारोमा गएको थिएँ, जसको प्रतिवेदन बुझाउनु बरु यसरी सल्लाह गरौँ कि यो कार्यकालपछि अर्को कार्यकालमा बुझाउँ कि सरकारलाई केही गर्नै पर्दैन। अनि किनकि अब जब 8 महिना 9 महिनामा जब एक ठाउँको प्रतिवेदन बुझाउन सक्दैन भने देशको 50 ठाउँमा बेचिन्छ, त्यसको प्रतिवेदन कति लाख वर्षमा बेचिन्छ। त्यस कारणले त्यो टिआरमा हुनुपर्छ, 15 दिनमा प्रतिवेदन गर्नुपर्छ। आखिर जनताको ट्याक्स पेयरले त हामी टिकट काटेर त गएँ, बताले त होटलमा बसे कि केही होइन। अब होइन यो पार्टीको बेलामा भएछ, यो डिजी बचाउनु पर्यो, यो सचिव बचाउनु पर्यो, यो अनि हुलाकीको डाटा बचाउनु पर्यो, यो पुलको किन लेख्ने, त्यो कुराहरूले। दोस्रो कुरा, अख्तियार सम्पत्ति शुद्धिकरणलाई हामी धेरै निर्देशन दिएका छौँ, यत्रो भएको छैन। मेरो अनुरोध के छ भने एकचोटि प्रधानमन्त्रीजीलाई बोलाएर सबै मुख्य सचिव सचिवहरूलाई राखेर कि तपाईँहरूको काम कारबाही ठिक छैन। अहिले भर्खर म बाटोमा आउँदाखेरि पढिरहेको थिएँ, जम्मा शहरी विकासको 18% अहिलेसम्मको प्रगति छ, पुँजीगत खर्चको 18% मात्र प्रगति छ। उता साधारण खर्चको त 100% प्रगति हुन्छ, बरु 110 हुन्छ, रकमान्तर गए पनि 110 हुन्छ। तर जो जनतासँग जोडिएको विकास निर्माणको सूत्र छैन। अनि बजेट बनाउने कार्यान्वयन नहुने त बजेट किन बनाउने? त्यस कारण यो सबै छलफलको थलो यहाँ हुनुपर्छ। त्यस कारण मेरो यो सभापतिसँग विनम्रतापूर्वक अनुरोध के छ भने जुन स्पिरिटमा लेखा समिति जानुपर्ने थियो त्यो गएको छैन। त्यो म आफ्नो व्यक्तिगत तहबाट यसको लागि म क्षमा प्रार्थी छु, नेपाली जनतासँग क्षमा प्रार्थी छु कि हामीले जनताको आकाङ्क्षा अनुसार काम गर्न सकेन। चाहे बाध्यता जे होस्, हामी बिरामी भयो होला, आफ्नो पार्टीमा काम लाग्यो होला, सबै यही गर्नुपर्छ, क्षेत्रको काममा लाग्यो होला, तर एकचोटि जित्या छ त्यसमा काम नगर्ने, अर्कोचोटि जित्नलाई दिनका दिनमा धाइराख्ने, पहिला त जति दिन छ, भोलि भूकम्प भयो भने हामी रहन्छौँ कि रहँदैन, अर्को चुनावको लागि अहिले नै किन ताप्ने। त्यस कारण अहिलेको काम कारबाही गरौँ। मेरो एकदम आग्रह के छ भने कि यो जुन खास गरी 3-4वटा सेक्टरमा ठुलो व्यतिथि छ, टेलिकम सेक्टरमा जहाँ ठुला संस्थान छ, मलाई एकदम हुन्छ कि मसँग हरेक कुराको लिखित प्रमाण हुँदैन, मौखिक प्रमाण हुन्छ। सरकारको संलग्नतामा सिमेन्ट फ्याक्ट्रीको भाउ बढाएको छ र त्यस कारण समितिको समितिको कुनै निर्देशन कार्यान्वयन भएन। को व्यापारी त्यसले कार्यान्वयन नगर्ने सुख पाउँछ? किनकि त्यहाँ मन्त्रीको